खासै यस्तो विषयमा चाहिँ बोल्दिनँ, तर अहिले चाहिँ अति भएर चाहिँ म यसरी बोल्न बाध्य भएको हुँ। जुन अहिले घटनाहरू घटिरहेको छ नि, यो घटनाहरू देख्दाखेरि चाहिँ मान्छेहरू पनि त्यति साह्रो कसरी हुन सक्छन् क्या। मान्छेको त्यो दिमागभित्र के त्यो सोच, त्यो घिनलाग्दो सोचहरू कसरी आउन सक्छ। 3 वर्षकी नानी कसरी एक्सेप्ट गर्नु। त्यही माथि हाम्रो सरकारले यो विषयमा एक शब्द पनि बोलेको छैन। पाकिस्तानमा पनि 18 महिनाकी नानीमाथि यस्तै भएको थियो घटना। अहिले नेपालमा 3 वर्षको नानीमाथि त्यति दर्दनाक घटना घटेको छ क्या। त्यो घटना घटिसकेपछि त्यो नानीको फोटोहरू पब्लिक भएको रहेछ। त्यो अनुहार पनि मैले राम्रोसँग हेर्न सकिनँ के। त्यो 3 वर्षको नानीमाथि त्यस्तो गर्ने सोच कसरी आउँछ। त्यो नानीले के बिगार्दिएको थियो र त्यस्तो रिस। अहिलेको नयाँ सरकारले केही त केही गर्छ कि भन्ने आश थियो, केही आवाज उठाउँछ कि, न्यायको लागि स्ट्याटस भए पनि केही शब्द हाम्रो सरकारबाट निस्किन्छ कि भनेर धेरै मैले सोचेको थिएँ। तर उहाँ त अहिले भ्रमणको लागि मुस्ताङ जानुभएको रहेछ, घुम्नलाई। के यो न्युज उहाँसम्म पुगेको छैन? अहिलेको सरकारले कुनै बेला आफ्नो छोरीमाथि पर्दाखेरि सिंहदरबार जलाइदिन्छु भन्नुभएको थियो। अहिले जब अरूको छोरीमाथि त्यस्तो हुँदाखेरि चाहिँ त्यही मान्छेले एक शब्द पनि नबोल्नुको कारण चाहिँ म के भन्न चाहन्छु यो सरकारलाई भने, जुन ती पापीहरू छन्, जुन मान्छेको रूपमा राक्षसहरू छन् नि, उनीहरूलाई जनताको हातमा दिनुहोस्, जनताको हातमा सुम्पिदिनुहोस्। ल के गर्नुहुन्छ तपाईँहरू गर्नुहोस्। किनकि हाम्रो नियम कानुनमा कुनै पनि फाँसी सजाएको छैन, केही त्यस्तो कडा सजाय छैन। त्यो भनेर जनताकै हातमा सुम्पिदिनुहोस्। जनताले के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। मलाई लाग्दैन यो विषय पनि निर्मला पन्थ चाहिँ बिलाउँछ भनेर। सायद अब जनता चुप लाग्दैन होला। यस्तो घटना घटिसकेपछि पनि अब कोही चुप लागेर बस्न कसरी सक्छ। सुरुवात गरौँ यही घटनाबाट कि दोषीलाई कडाभन्दा कडा सजाय र निर्दोषलाई न्याय कसरी दिने भनेर यही बेलाबाट सुरुवात गर्नुहोस् भनेर म अनुरोध गर्न चाहन्छु। यस्तो घटना घटिसक्दा पनि तपाईँ जनताको पक्षमा हुनुहुन्न भने तपाईँ कसको लागि सरकार बन्नुभएको? सरकार भनेकै जनताको लागि होइन र? यदि यो विषयमा पनि तपाईँ मौन बस्नुभयो भने हामीले तपाईँलाई त्यही पुरानै नेताहरूकोसित दाज्न मिल्छ? सायद मिल्छ होला पनि। आखिर के नै फरक रह्यो र? पहिलाकाले पनि निर्दोषहरूले न्याय माग्थे, न्याय पाउँथेनन्। अहिले पनि त्यही नै त भयो नि। त्यस्ता पापीहरूलाई मान्छेले सोच्नै नसकेको त्यस्तो कडाभन्दा कडा सजाय लिएर आउनुहोस्, तब बल्ल त्यो नानीले न्याय पाउँछिन् जस्तो लाग्छ मलाई। हुन त यो भिडियो तपाईँसम्म पुग्दैन थाहा छ। यदि पुगिहाल्यो भने चाहिँ म अझै पनि अनुरोध गर्न चाहन्छु, त्यस्तो व्यक्तिहरूलाई एकदम कडाभन्दा कडा सजाय दिनुहोला। र यस्तो विषयमा पनि तपाईँले आवाज उठाउनुहुन्न भने पछि गएर तपाईँले कुनै पनि निर्दोषहरूलाई न्याय दिनुहुन्छ भन्ने जस्तो लाग्दैन। र त्यसपछि हरेक चेलीबेटीहरूको मनमा डर भइरहनेछ। जुन अहिले घटना घटेको छ गरिमा नानीमाथि, यो विषयमा म के भन्न चाहन्छु भने ती जति पनि अपराधीहरू छन् तिनीहरूलाई जनताको हातमा दिनुहोस्। थाहा छ हामीलाई सरकारले केही पनि गर्दैन भनेर, त्यसैले तिनीहरूलाई जनताको हातमा दिनुहोस् र भन्नुहोस् तपाईँहरूले जे गर्नु मन छ गर्नुहोस्। हाम्रो नियम कानुनमा त्यस्तो कडा सजाय छैन। तपाईँहरूलाई जसरी लाग्छ कि हामीले न्याय पाउँछौँ त्यसरी नै तपाईँहरूले आफ्नो तरिकाले उसलाई सजाय दिनुहोस् भनेर तपाईँले जनतामाथि छोडिदिनुहोस्। त्यसपछि न्याय कसरी पाउने, न्याय कसरी दिलाउने सबै जनतामाथि हुनेछ। त्यति नै भन्न चाहन्छु।